भेना अनि कसरी जान सकिन्छ होला? ओहो हेलो साथीहरू नमस्कार। आज चाहिँ म सङ्खुवासभा जिल्लाको चाहिँ सिलिचुङ गाउँपालिका सिक्किमटारमा छु। यो चाहिँ मेरो जन्मभूमि जिल्ला पनि हो र म आज मेरो जन्मभूमिमा आएको चाहिँ लगभग 2 दिन 3 भइसकेको अवस्था छ र म चाहिँ आज सबै मेरो गाउँतिरका मान्यजन मेरा दाजुभाइ दिदीबहिनीहरूसँग चाहिँ भेटघाटको लागि त्यसतर्फ अहिले प्रस्थान गरिरहेको छु। मलाई यो भिडियोमा साथ दिन हुनुहुन्छ हाम्रो सुजन राई, अत्यन्त मेरो मिलनसार मित्र, मेहनती र सहयोगी, यो गाउँको एउटा नमुना मान्छे हुनुहुन्छ। म उहाँलाई लिएर चाहिँ आज हामी उकालो यात्रामा छौँ। अब हामी तपाईँहरूलाई गाउँको अवस्थाको बारेमा चाहिँ देखाउन गइरहेका छौँ। यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर साथ दिनुहुन्छ भन्ने आशा लिएका छौँ। र हामी चाहिँ यो अहिले सिलिचुङ गाउँपालिका वार्ड नम्बर 1 स्थित बमदेमा भन्ने गाउँ चाहिँ अहिले हामी यो लागिरहेका छौँ होइन। यो बमदेमामा चाहिँ हाम्रो धेरै दाजुभाइ इष्टमित्रहरू हुनुहुन्छ। आज हामीले तपाईँहरूलाई उहाँहरूसँगको भला कुसारी पनि देखाउनेछौँ। एकदम उकालो छ बाटोहरू होइन, तर पनि यात्रा चाहिँ एकदम रमाइलो छ। किन चाहिँ यहाँको हरियाली, यहाँको स्वच्छ हावापानी त्यो चाहिँ एकदमै मन लोभ्याउने खालको छ। तर अझै पनि यता चाहिँ पर्याप्त मात्रामा यातायातको सुविधाहरू, विद्यालय, हस्पिटलको सुविधाहरू चाहिँ अझै पनि यहाँ पर्याप्त मात्रामा यहाँ पाइँदैन होइन। सबै सुविधाहरू चाहिँ सहर केन्द्रित भएको कारणले नेपालमा चाहिँ बसाइसराई चाहिँ एकदम अनियन्त्रित रूपमा सहरतिर भइरहेको छ होइन। यही गाउँ, यही डाँडाकाँडा, यही भिरपाखालाई चाहिँ यदि विकाससँग, स्वास्थ्य, शिक्षा र रोजगारसँग जोड्ने भने पक्कै पनि ठाउँ कसैले छोड्ने थिएन। अगाडि भारी बोकेर चाहिँ हाम्रो नेताज्यू पनि हुनुहुन्छ है, उहाँ हाम्रो नेताज्यू पनि हो। उहाँले चाहिँ 5 वर्ष सफलतापूर्वक यो गाउँपालिकाको 1 नम्बर वडा सदस्यको रूपमा कुशल रूपमा आफ्नो भूमिका निर्वाह गरिसक्नु भएको थियो। ल ल ल है भेना अनि कसरी जान सकिन्छ होला? ओहो ओहो ल बिस्तार यहाँ हाम्रो भिना चाहिँ एकदम भिना लड्नु भयो होइन। बिस्तार के भेना ल ल है अनि यतै जाने त यतै हो। हामी चाहिँ कताबाट ल है ल है हामी चाहिँ अब तपाईँहरूको यात्रा शुभ रहोस् होइन। हाम्रो यता आजको विशेष मलाई चाहिँ यो ठाउँको जानकारी, हुन त म पनि यही ठाउँको मान्छे हो होइन, तर पनि अब हाम्रो चाहिँ अहिले बसाइ अलिक तलतिर भएको कारणले उहाँलाई बढी जानकारी हुन्छ भनेर मैले उहाँलाई लिएर हिँडिरहेको छु। के छ सुजनजी, अलिकति आफ्नो परिचयबाट थोरै कुराकानी राखिदिनु। यहाँले जनताले भोगिरहेका दुःख सुख, यहाँको आवश्यकताहरू तपाईँ अलिकति आफ्नो परिचय सहित राख्दिनु त सुजनजी। मेरो परिचय, मेरो नाम चाहिँ सुजन राई हो। हजुर, म सिलिचुङ गाउँपालिका 1 सिसुवा सिक्किमटार साबिक टोलबाट हजुर आज धेरै लामो समयपछि मेरो मित्र रोशन राईसँगको भेटघाटमा हजुर आज चाहिँ हामी यो गाउँको गाउँघरतिर के छ, कस्तो छ, आफ्नो आफन्त नरनातोहरूलाई हेर्ने कार्यक्रम लिएर चाहिँ हामी यात्रा गरिराखेको छौँ। हजुर, यहाँ चाहिँ यातायातको सुविधाहरू चाहिँ अलिक अभाव छ होइन।
भर्खरै कच्ची सडकहरू चाहिँ हजुर बन्ने क्रममा छन्। धेरै मानिसहरू चाहिँ तल झापा मोरङ सुनसरी धरानतिर चाहिँ जाने लर्को छ। तपाईँहरूलाई त्यस्तो सहरको कोलाहल भिडले जस आकर्षित अहिलेसम्म गर्न सकेको छैन होइन त? हामीलाई अहिलेसम्म त्यो सहरको रिमझिम त्यो सहर बजारतिर बस्ने त्यस्तो खासै अब अहिलेसम्म त्यस्तो मनहरू बनाइएको छैन। किनभने आफ्नो जन्मठाउँ जन्मभूमि हजुर बाजे बराजुहरू बस्दै जीविका पालन गरेर आएको ठाउँ अहिले हामीले हाम्रो गाउँठाउँलाई एउटा भगवान्ले दिएको एउटा प्रसाद जस्तो सम्झेर हामी आफ्नै ठाउँमा केही गर्नुपर्छ बरु र केही गरेर देखाउनुपर्छ भन्ने त्यो आशा लिएर हामी यहाँनिर यो ठाउँहरूमा सङ्घर्ष गर्दै लड्दै उड्दै यो बाटो यो खोला नाला यो हरियाली वन जङ्गल यो साथी सङ्गीहरूसँग चाहिँ हामीले हातेमालो गर्दै सङ्घर्ष गरिराखेको छौँ। जेस त्यो उनीहरूले हामीलाई सहर बजारको रिमझिम भन्दा पनि गाउँघरै प्यारो लाग्छ। अब गाउँघरमा अब अलिकति अब शिक्षा र अब हस्पिटलतिरको चाहिँ अब अलिकति अभाव असुविधा छ। तर पनि अब पहिला भन्दा अब अहिले धेरै नै विकासहरू भइराखेको छ। हरेक कुराहरूमा परिवर्तन भइराखेको छ र आउने दिनहरूमा पनि योभन्दा धेरै परिवर्तन हुँदै जान्छ भन्ने एउटा आशा राखेको छु। तपाईँको विचार चाहिँ होइन सुविधा भएको ठाउँमा चाहिँ थुप्रिनु भन्दा चाहिँ ती सुविधाहरू यहीँ ल्याउनुपर्छ भन्ने उद्देश्य हो त्यही होइन त? एकदम दृश्यहरू अत्यन्तै मनमोहक होइन, कुनै कृत्रिम सजावट होइन, यो प्रकृतिले नै एकदम यो हामीलाई यति सुन्दर ठाउँहरू दिएको छ है। यो एउटा चौतारा यो उहिलेको पालामा एउटा यो मरेको मान्छेको चाहिँ हजुर सम्झना स्वरूप चाहिँ यसलाई चौतारा लगाउने उसको सम्झनामा। कसको सम्झनामा होला त्यो चाहिँ तपाईँलाई थाहा छैन? यो चाहिँ मलाई थाहा छैन। यो बाजे बराजुको पालादेखि मानिआएको रीतिरिवाज संस्कारहरू चाहिँ यो चाहिँ थाहा छ। यो कसको नामको यो चाहिँ मलाई थाहा भएन हजुर। होइन यो चौतारो राम्रो छ होइन, एक दुईवटा प्लास्टिक चाहिँ यहाँ फालिएको रहेछ। तपाईँहरूलाई मेरो अनुरोध छ होइन, हुन त यो जहीँ पनि नेपालमा एउटा रोगै छ होइन, प्लास्टिकलाई चाहिँ हामीले एउटा निश्चित ठाउँमा राख्नुपर्छ होइन। त्यसले चाहिँ पर्यावरणलाई सधैँ सन्तुलित र सफा राख्न मद्दत गर्छ है। सुजनजी यो विषयमा तपाईँले विशेष पहल गर्नु होला होइन। तपाईँ जे भयो यो गाउँको एउटा जल्दो बल्दो युवा, व्यावसायिक रूपमा भर्खरै पाइला चाल्दै गरेको युवा, म तपाईँको व्यावसायिक सफलताको पनि भव्य शुभकामना व्यक्त गर्न चाहन्छु है। तपाईँ मेरो मित्र, यो ठाउँको एउटा नक्षत्र बनेर एउटा उदाहरणीय व्यक्ति बनेर व्यावसायिक रूपमा सामाजिक रूपमा अगाडि बढेको म हेर्न चाहन्छु है। यहाँको सम्पूर्ण समाज र यो प्रकृतिले नै तपाईँलाई साथ दियो। यो आलिङ बाटो अलिकति ठुलो बनाउनु पर्छ। रुद्राक्षहरू है, रुद्राक्षहरू यस्तो छ। यसलाई चाहिँ पञ्चमुखी भनेर चिन्ने गरेको छ। यसको दाम चाहिँ कसरी हो? यसको दाम भनेको अब साइज हेरेर ठुलो 25 mm माथिकोलाई 1200 1800, सानोहरूलाई पिपी बोरा भन्छ यसलाई। यो बोराको 500 400 300 साइज हेर्दै क्वालिटी हेरेर। जम्मा खोज ठाउँको जम्मा सानसानो थियो जम्मा निपुङ्थ्यो पाङको उइकन दिङिम लाग्यो होला नि। दसका फुलमम नि ल देपा कौन खाता क्या नी वो देपा आज वाला नो मैं कल यार शांत रहे तो कौन की ओके केना मक्के बुसु मकाउरा या म खाना थंगो के मैं खिना रंग तेरा कोलो ल देपान खाता जिका के कौन के मेक तो लन खाइम पर ल वो देपे खाती का के ऐसे कर ओके ल है वो देपे रात एकदम यो
चाहिँ सबै यो तामकु होइन तामकु यो उता तामकु यो कुन हो माङ्त्य याफु हुँदै उता यो यता चाहिँ भोजपुर हो भोजपुर भोजपुरको यो के भन्छ यसलाई यागी यागी त्यो माथि देखिने सानो टापु र त्यसलाई गुराँसे डाँडा भन्छ माथि एउटा घर जस्तो देखिरहेको छ नि यो भ्यू टावर भ्यू टावर के को दाइ त्यो भ्यू टावर अब के को भन्नु त्यहाँ रमाइलो त्यहाँनिर आउने बस्ने रम्बित हेर्ने रमाइलो त्यहाँबाट चाहिँ धरान पनि देखिन्छ अरे कि जङ्गलतिर पहिला होइन पुरा मृग घोरल खेदाएको पुरानो साइनो सम्बन्ध हो होइन हजुर अब अलिकति अहिले तराई भागमा चाहिँ बसोबास भएकोले उकालोसँग अलिक मेरो सम्बन्ध चाहिँ चिसिए जस्तो छ होइन हजुर हजुर यो चिसिएको सम्बन्धलाई म फेरि न्यानो बनाउन आइरहेको छु अब हामी अगाडि बढौँ होला है ओके के छ तपाईँलाई त्यस्तो केही भएको छैन मलाई केही भएको छैन म स्ट्रङ छु पुरा नामहरू लेख्नु गर्थ्यौँ कि त्यो चलनहरू आयो अहिले अहिले त त्यो त सबै यो सामाजिक सञ्जालहरूले सबै त्यो त हराइसक्यो नि Congratulations, nakatika kayo siguro. Mekto ka til mekto. Ho. Lo na kain pakai untuk apa? Firi tupi ki. Siwa ki na kau sudah deh. Ina nu dan sepogo. Unka dana sepogo. Unka dana ke cie unka tu. Sai dana. Iya bayar खान्छ किन भाउजू चाहिँ गाडी खाता देवा देवा सापी उनका कैसे खिम नहीं आमनी मूल खिम कैसे के या जाता हम तो दीदी को कौन से तो बने हम सेउलंगे जरा यो से केना माका ओहो यार कारण अभी सही के अंग पार जस्तो होइन मुझे केना के गर्छन् माका अन्त जाम पा अन्त नि होला जम्मा चान हुन्छ त मन खाटी का ए गाडी को खना से हारे न हम नफ्स हामी से भाइ गाए गाडी बस्छ चिन्नु न लो हाजी होला नुगो लो हाजी होला उया बु माइला छ भाउजूको केरो म फोन सक्छु ठुलो नै हो किन अरे मगाले आलेको केरे यताको चाहिँ एकदम प्रख्यात खेती सुन्तला हाम्रो भाउजूले रुखमा टिप्दै हुनुहुन्छ होइन भाउजू आफ्नै हो बुबाइलाई आफ्नो नेपालमा का यता सेवा के ओदे बिलो ओदे प्रादै उनका आम लेमजी सा चीदी दोंग सा 수준 배네 시스템 시스템 부가 수준
ए त्यो बाँध्ने खिचेको त म दुचाइको रहेछ कि जीवको रूप त्यो खिचेको अँ। माछी छैन ती मा खिचेको त दुचाइको unnecessary but uti moment tu मान्नु उदय पेराजे नै 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 isti makan tata hai tu ni kayo ये का दे पानी में से मन नहीं ये का ye maka unga tong na ba chung la unga bho 5-6 महिना बाइयो ए केचे को इकांग दे पा बबु खन तो न पोचे हो दे पा alo le hat phon do le soli mile man phon tu kan ni ke ke कोंग भाउजू चाहिँ पियुक सुकु दुई नम्बर छ भाउजू चाहिँ खाएको तु के भुलै मन छुन बिना के ए ओदेप जे मा गाई छे मा के का स हिले का नि थौ नि ए ओदेप जे के कन मा का अब खाली तिगा छ दाजुभाइ नि त हान्नी हो के मिनी ल साथीहरु अब हामी चाहिँ यो बमदेममा भन्ने गाउँ चाहिँ पुरै सबै आफ्नो इष्टमित्र आफन्तहरुसँग भेटघाट गरिसकेर म अब छुदाक भन्ने जुन ठाउँमा चाहिँ म जन्मिएको थिएँ त्यो छुदाकसँग चाहिँ त्यो छुदाकमा चाहिँ जहाँ मेरो सालनाल गाडिएको छ त्यसतर्फ हामी प्रस्थान गरेका छौँ। अब त्यताको भिडियो पनि हामी तपाईहरुलाई प्रत्येक व्यक्तिहरुसँग भलाको सारी देखाउनेछौँ। बमदेममाबाट छुदाकतिर जाने बाटो चाहिँ यो रहेको छ। चाहिन्छ नि कटु स्टिबुम त आज चाहिँ राख्ने हामी न शङ्करजी धेरै बक्सी भाउजू खान पे गर्दा सुताक मिक्स एंगा केचेको आमा केचेको इ ट्याङ्की नि अझै पनि काउ छ ए ल यो चाहिँ हाम्रो खाने पानीको ट्याङ्की आजभन्दा 25 वर्ष अगाडि यहाँको पानी खाएको मैले पनि। आमामा उनको दाना कसको यत्रो हो। आज चाहिँ म होइन यो मेरो जन्म गाउँ जहाँ चाहिँ मेरो सालनाल गाडीको ठाउँ हो होइन। हजुर छुदाकबाट चाहिँ म बलामदोकतर्फ लाग्दैछु। यता बलामदोकतिर मेरो दाजुभाइहरू मेरो साथीहरूलाई भेट्दै भेट्दै म चाहिँ आज अब झापातिरको यात्रामा लाग्नुपर्छ भनेर आएको छु। अनि आएको 3-4 दिन भइसकेको छ। समयको पाबन्दी सबैसँग छ होइन। हजुर una o yo estoy para implicar tu mica बमदेममा मिक्सा नौका भर्ती होला त्यो चिप्का लन्छ फोन पा यो यतातिर चाहिँ कसको पर्छ सोच्नु यो सबै हाम्रो सब अब सबै हाम्रो। तुम खाता कौन आतो गए थे ना बिक्री में तो की का थम चार जना हम तो सेवा के भाउजूको सेवा के ए जेठा शान्त होला नि ए जेठा मका से चान्चाङ पिङ परे ओयम थालकान तु बिचाएका थिए हामीले माने ए मका से हम यङसान ममा बुते हिँड्दिएका बका खरनमा उतर ओयम थालकान तु बिचाएका ए ओयम थाति अब जागिरी छुवा कसो गर्दा मुख यु माइला सबै गर्दा दिएका कान्ता एनिका तुइका ए मका ए जे मका मुख मका ओनालो सो बाजार भएको ए नानको मान्छु बनाको अन्त बुबु जेठा नेने नेने न हान्थे ए जेठा उइ मका केना बारी तामते बने देशा गाडी दिए बुबु जेठा ल निकै नि पा नान्ला मात्रै ए जेठा हातो के बुबु ल नान आउन तान्ने ए तिनपुरिम जति वाला यो जितको अन्ना केना बानान कोङ इगा 3-4 दिन 4-5 दिन खुङ्गा त बुवा ताकि तिनका यी धम तक बन mai yan no ko ke ma kan khane ma tu suala ए भाउजू उइ म त आए सेवा के
ऐसे भाउजू कौन खातो जोको कौन थौकन 4-5 दिन छौँ यहाँ त वो भाउजू लोन त यो के फेरि बैशाखी छौँ भाउजी खल्ल जाता मिन छौँ जाउँ है आमा झापातिर घुम्नु लो खाती काके भाउजू नि तपाईँ अझै यसो कौन खान पाएको को हैन होइन यसो बसेर अलिकले यसो गफ ओयोङ साथी गऱ्यौँ भन्ने पनि मा मेरो जस्तै हिमिन मा के यान यत्रो गफ गर्यौँ मम्पासँग हैन हिमिनले सामने सञ्जाल पे छु चाहिँ ए साउनी अब मेरो 4-5 दिनको मेरो जन्मभूमिको बसाएपछि म आफ्नै फेरि अहिलेको गृह जिल्ला झापा जिल्लातर्फ प्रस्थान गरिरहेको छु हैन यो चोटिको मेरो सङ्खुवासभा जिल्लाको सिलिचुङ गाउँपालिका वार्ड नम्बर 1 सम्म यात्रा यति नै यो यात्राको मुख्य उद्देश्य मेरो पुरानो गाउँको साथीभाइ इष्टमित्र र आफन्तहरूसँग भेटघाटमै केन्द्रित भएको थियो त्यसैले मैले सबै मेरा आफन्त साथीभाइहरूसँग भेटघाट गरी म फर्किने क्रममा छु यस यात्राको दौरानमा मलाई सहयोग पुर्याउने मेरा सम्पूर्ण आफन्त साथीभाइ लगायत सबै महानुभावहरूप्रति म एकदम कृतज्ञ छु तपाईहरुसँग फेरि पनि यस्तै समय र संयोग मिलाएर भेट्ने बाचासहित आजलाई चाहिँ म बिदा हुन चाहन्छु हस्त सबैलाई नमस्कार।